भो अब मलाई तराजुमा आलु जोखे जसरी जोख्नु परोइन। मैले मेरो भाउ बुझिसके, मेरो साउलाई मैले चिनिसके। शिरमा टोपी, खुट्टाको नङ भाँचिएको, एक सरो कपडा पनि कतै च्यातिएको, देशको नसामा मातिएको। खरपनमा सब्जी हालेर बेच्न निस्केका साउले सब्जीको भाउ सोचे जतिको पाउलान् त? तिनी फर्कँदा सानो ठिमीकै बाटो आउलान् त? हो अब मलाई अर्ध पागल भन्न परोइन। मैले मेरो जीवनको सम्भावीहरू देखिसके र आज मैले मलाई सानिध्यता दिने पात्रको बारेमा लेखिसके। भो अब मलाई महामारीको त्रास देखाएर मेरो पिठ्यू पछाडि देशभक्तिको नारा नलेखिदिनुस्। भो अब मलाई महामारीको त्रास देखाएर मेरो पिठ्यू पछाडि देशभक्तिको नारा नलेखिदिनुस्। देशभक्तिको नारा नलेखिदिनुस्।